अहिले सन्दीप भाइको हालत चाहिँ तडपिरहेछ कि बिचरा के होइन, एन्जाइटी जस्तो, डर लागे जस्तो, के होला कसो होला, मरौँ कि के गरौँ कि कता जाउँ कि होइन। अब के गरोस् बिचरा, अब भनौँ न आए गर्ने सम्म नि कुरा गर्न थालिसक्नु भएको जस्तो अवस्था छ कि। अब मलाई साह्रै रुन मन लागेको छ कि खास, अब मलाई यस्तो नराम्रो लागेको छ यो कुराले। नेपालको इतिहासमा अहिलेसम्म भगवान् बुद्ध पछाडि नेपाललाई कसैले चिनाएको छन्, सन्दीपले हो। सन्दीप लामिछाने हत्या गर्ने अवस्थामा कानुन चाहे राजा होस्, चाहे गरिब होस्, चाहे धनी होस्, सबैलाई बराबर हुनुपर्छ र कानुनमा सबैलाई सम्मान स्वरूप हेर्ने व्यवस्था गरिएको छ। तर यति बेला कानुनले दुवै पक्षलाई हेर्नुको साटो कौशला 26लाई मात्रै हेरिरहेको छ। सोही कारणले क्रिकेटर सन्दीप लामिछाने डिप्रेसनमा गएको जस्तो देखिन्छ। यस्तै कारणले पछि गएर सन्दीप लामिछानेले आत्महत्या गर्न समेत बाध्य हुनेछन्। दर्शक वृन्द, हिजो मात्रै क्रिकेटर सन्दीप लामिछानेले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै भनेका थिए, घटना घटेको होइन, घटाइएको हो। यसको मतलब सन्दीप लामिछानेलाई जाल झेल खेलेर षड्यन्त्र गरेर उनलाई फसाएर भित्र कोच्ने षड्यन्त्र गरिएको छ। सन्दीप लामिछानेले स्वयं भनेका छन्, म लामो समय मौन बसे, चुपचाप बस्नुको मान्छेहरूले धेरै फाइदा उठाए, अब म चुपचाप बस्न सक्दैन भनेर सामाजिक सञ्जालमा स्टाटस लेखिसकेपछि नेपाली क्रिकेट प्रेमीहरू अदालतमाथि नै खनिएका छन्। धेरैले अदालतले गरेको फैसलामा समेत प्रश्न उठाएका छन्। कयौं यस्ता मुद्दा छन् जो अदालतले छिटै हेर्ने गर्छ। तर सन्दीप लामिछानेको मुद्दा 1-1.5 वर्ष बित्दा पनि सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा बारम्बार राखिरहेको छ। यसको मतलब सन्दीप लामिछानेलाई वर्ल्ड कपमा नजानको लागि कसैले रोकेको जस्तो देखिन्छ। सही कुराले सन्दीप लामिछाने भोलि गएर डिप्रेसनमा नजालान् भन्न सकिन्न। त्यति मात्रै नभएर सन्दीप लामिछानेले गलत बाटो पनि रोज्न सक्छन्। त्यसैले यो भिडियोलाई धेरै भन्दा धेरै शेयर गर्नुहोला र मुद्दाका दुवै पक्षलाई कानुनले सम्मान स्वरूप दुवैलाई एकसाथ हेरोस्।